प्रश्न नम्बर 1 झिमरुक नदीको उद्गम स्थल कहाँ हो? ए गौमुखी, बी अपिल हिमाल, सी सिन्धुलीगढी, डी महाभारत। यसको सही उत्तर रहेको छ अप्सन ए गौमुखी। प्रश्न नम्बर 2 सुनकोशी नदीको उद्गम स्थल कहाँ हो? ए तिब्बत, बी दुधकुण्ड, सी सिन्धुलीगढी, डी महाभारत। यसको सही उत्तर रहेको छ अप्सन ए तिब्बत। प्रश्न नम्बर 3 बुढी गण्डकी नदीको उद्गम स्थल कहाँ हो? ए गणेश हिमाल, बी धौलागिरी हिमाल, सी चौपाल हिमाल, डी तिब्बत। यसको सही उत्तर रहेको छ अप्सन ए गणेश हिमाल। प्रश्न नम्बर 4 कमला नदीको उद्गम स्थल कहाँ हो? ए सिन्धुलीगढी, बी मुस्ताङ, सी दुधकुण्ड, डी अपिल हिमाल। यसको सही उत्तर रहेको छ अप्सन ए सिन्धुलीगढी। प्रश्न नम्बर 5 कर्णाली नदीको उद्गम स्थल कहाँ हो? ए गणेश हिमाल, बी तिब्बत, सी दुधकुण्ड, डी महाभारत। यसको सही उत्तर रहेको छ अप्सन बी तिब्बत। प्रश्न नम्बर 6 काली गण्डकी नदीको उद्गम स्थल कहाँ हो? ए मुस्ताङको लेक, बी सिन्धुलीगढी, सी धौलागिरी हिमाल, डी अपिल हिमाल। यसको सही उत्तर रहेको छ अप्सन ए मुस्ताङको लेक। प्रश्न नम्बर 7 कर्णाली नदीको उद्गम स्थल कहाँ हो? ए गणेश हिमाल, बी तिब्बत, सी दुधकुण्ड, डी महाभारत। यसको सही उत्तर रहेको छ अप्सन बी तिब्बत। प्रश्न नम्बर 8 बागमती नदीको उद्गम स्थल कहाँ हो? ए गौमुखी, बी बागदरबार, सी सिन्धुलीगढी, डी गणेश हिमाल। यसको सही उत्तर रहेको छ अप्सन बी बागदरबार। प्रश्न नम्बर 9 सानो भेरी नदीको उद्गम स्थल कहाँ हो? ए गणेश हिमाल, बी सिन्धुलीगढी, सी धौलागिरी हिमाल, डी गौमुखी। यसको सही उत्तर रहेको छ अप्सन सी धौलागिरी हिमाल। प्रश्न नम्बर 8 विश्वको कुन देशमा एउटा पनि नदी छैन? ए साउदी अरबिया, बी नेपाल, सी भारत, डी चीन। यसको सही उत्तर रहेको छ साउदी अरबिया। प्रश्न नम्बर 2 समुद्र तह भन्दा तल पर्ने जिल्ला कुन हो? ए मोरङ, बी कञ्चनपुर, सी सर्लाही, डी रौतहट। यसको सही उत्तर रहेको छ अप्सन बी कञ्चनपुर। प्रश्न नम्बर 3 दुईतिर भारतसँग सिमाना जोडिएको जिल्ला कुन हो? ए कैलाली, बी बारा, सी दाङ, डी झापा। यसको सही उत्तर रहेको छ अप्सन ए कैलाली। प्रश्न नम्बर 4 सबभन्दा पहिले सूर्योदय र सूर्यास्त हुने देश कुन हो? ए ब्रिटेन, बी न्युजिल्यान्ड, सी जापान, डी नर्वे। यसको सही उत्तर रहेको छ अप्सन ए ब्रिटेन। प्रश्न नम्बर 5 नेपालको कुन ताल हातको आकारको छ? ए फोक्सुन्डो ताल, बी रारा ताल, सी बेचन ताल, डी तिलिचो ताल। यसको सही उत्तर रहेको छ अप्सन बी रारा ताल। प्रश्न नम्बर 6 मध्यरातमा सूर्य उदाउने देश कुन हो? ए ब्रिटेन, बी न्युजिल्यान्ड, सी जापान, डी नर्वे। यसको सही उत्तर रहेको छ अप्सन डी नर्वे। प्रश्न नम्बर 7 सूर्य उदयको देश भनेर कुन देशलाई चिनिन्छ? ए नेपाल, बी चीन, सी जापान, डी भारत। यसको सही उत्तर रहेको छ अप्सन सी जापान। प्रश्न नम्बर 8 नेपालमा एटिएम कार्ड प्रयोग गर्ने पहिलो बैंक कुन हो? ए हिमालय बैंक, बी राष्ट्रिय वाणिज्य बैंक, सी नेपाल बैंक लिमिटेड। यसको सही उत्तर रहेको छ अप्सन ए हिमालय बैंक। प्रश्न नम्बर 9 भारतको सबैभन्दा ठुलो राज्य कुन हो? ए उत्तर प्रदेश, बी महाराष्ट्र, सी राजस्थान, डी मध्य प्रदेश। यसको सही उत्तर रहेको छ अप्सन सी राजस्थान। प्रश्न नम्बर 10 नेपालमा कतिवटा गाउँपालिका रहेका छन्? ए 460 वटा, बी 450 वटा, सी 445 वटा, डी 455 वटा। यसको सही उत्तर रहेको छ अप्सन ए 460 वटा। प्रश्न नम्बर 11 गाउँपालिका कुन तहमा पर्छन्? ए स्थानीय तह, बी प्रदेश तह, सी सङ्घीय केन्द्र तह, डी गाउँपालिका।
यसको सही उत्तर रहेको छ अप्सन ए स्थानीय तह। प्रश्न नम्बर 12 गाउँपालिका उपाध्यक्ष कुन समितिको प्रमुख हुन्छ? ए सामाजिक न्याय समिति, बी सामाजिक विकास समिति, सी आर्थिक विकास समिति, डी न्यायिक समिति। यसको सही उत्तर रहेको छ अप्सन ए सामाजिक न्याय समिति। प्रश्न नम्बर 13 गाउँपालिकाको प्रमुखलाई के भनिन्छ? ए अध्यक्ष, बी प्रधान प्रमुख, सी उपप्रधान प्रमुख, डी वडा सदस्य। यसको सही उत्तर रहेको छ अप्सन ए अध्यक्ष। हवस् त साथीहरू, यस्तै नयाँ जीके भिडियो हेर्नको लागि मेरो च्यानललाई लाइक, सब्स्क्राइब र मिठो कमेन्ट पनि गर्न नबिर्सिनुहोला। हवस् त, धन्यवाद।